पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण हाम्रा हिमनदीहरू खुम्चँदै गएका छन्, जसले जलस्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षा सम्बन्धी गम्भीर चुनौती उत्पन्न गरेको छ। हामीहरूले जलस्रोत र मौसम विज्ञानको अध्ययन, अनुसन्धान र प्रविधिको प्रयोग अझ प्रभावकारी बनाउन आवश्यक छ। स्वच्छ पानीको सुनिश्चित सतही र भूगर्भी जलस्रोतको संरक्षण तथा मौसम परिवर्तनको प्रभाव न्यूनीकरण गर्न दीर्घकालीन नीति निर्माण हुन आजको अपरिहार्य आवश्यकता बनेको छ। सरकारद्वारा हाल सञ्चालन भइरहेका विभिन्न जल तथा मौसम सम्बन्धी पूर्वानुमान प्रणालीहरूलाई डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपतकालीन व्यवस्थापन प्रणाली स्थापना गर्ने हाम्रो प्राथमिकता हो। नेपाल सरकारले स्वच्छ पानीको प्रबन्धन, मौसम पूर्वानुमान प्रणालीको सुदृढीकरण तथा जलस्रोत दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रमहरू अघि बढाइरहेको छ। हामीले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्दै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्दछ। जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालले छिमेकी देशहरूसँग मिलेर कार्य गर्न सक्ने थुप्रै अवसरहरू छन्। हामी जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरूसँग सहकार्य गरी नेपालका जलस्रोतहरूको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्नेछौँ, गरिराखेका छौँ। तर संसारले के गरिराखेका छ त्यसको चपेटा पनि हामीमा मार पनि परिराखेका छ। हाम्रो कारण होइन, तर हामी यो पीडा भोगिराखेका छौँ। त्यसो भएको कारणले आइपरेका आपतहरूलाई, भोलि देखिराखेका विषयहरूलाई आजैबाट समाधानतर्फ हामी लाग्नुपर्नेछ। आजको यो आवश्यकता हो। यो सप्ताह कार्यक्रमले पनि यसलाई अझ बढी छलफल गरेर एउटा मूर्त रूप दिनेछ। हामीहरूले यसैलाई सोचेर, मुलुकले, राज्यले, यसैले, मन्त्रालयले यसैलाई गम्भीर रूपमा लिएर अहिले हामीहरूले चाहिँ जलस्रोत विधेयक पनि पारित गर्दैछौँ चाँडै। यसमा यी सबै कुराहरू कसरी संरक्षण गर्ने, कसरी उपयोग गर्ने अनन्तकालसम्म पानीको भनेर उल्लेख गरिएको छ र यसको भूमिकालाई दर्बिलो गरिएको छ। त्यो विधेयक चाँडै आइराखेको छ।